स्थापना गरेर फेरि नेपाली भएर बाँच्ने भन्ने हाम्रो प्रण हो। हामी नेपालीको रगत रगतमा नेपालीपन छ र हामी नेपालीको रगत रगतमा स्वाभिमान छ र यो स्वाभिमानलाई बचाउनको लागि संरक्षण गर्नको लागि नेपालमा राज संस्था चाहिन्छ। सही कुरा हो। हामी नेपाली, हाम्रो नेपाल, यो नेपाल नेपालीले बनाउने, नेपालीले नै चलाउने हो। हामी नेपालीलाई विदेशी दासोको स्वीकार हुँदैन। हाम्रो पुर्खा र शाह वंशको अटल प्रयासमा महायोगी गुरु गोरखनाथ र जगत जननी भगवती स्वरूप गोरखकाली आमाको आशीर्वादले बनेको यो पवित्र भूमि नेपाल हो। त्यसले गर्दाखेरि आज मैले सम्बोधन नगरी कार्यक्रम सुरु गरेछु, सम्बोधन गरेछु। आज यहाँ मात्रै नभएर यस विषयलाई चासो राख्न देशव्यापी रूपमा जुन हाम्रो पत्रकार मिडियाको मार्फत गरिराख्नु भएको छ, उहाँहरूलाई पनि देशको प्रत्येक जिल्ला, सहर, नगरमा जानुहोस् भन्छु। किनभने यो पार्टी बनाउने, संगठन बनाउने कार्यक्रम होइन, यो नेपाल बन्ने, नेपाली बनाउने कार्यक्रम भएको कारणले गर्दाखेरि प्रत्येक नेपाली जनता जाग्न जरुरी छ। प्रत्येक नेपाली जनताको सहभागितामा नेपालमा अब राज संस्था स्थापना हुँदैछ। अब आज म भर्खरै 14 दिन हिरासतमा बसेर आइतबार साँझ निस्केर सोमबार मात्रै भगवान पशुपतिनाथमा गएर दर्शन गरेर विनती गरेछु। हाम्रा रिहाईका बन्दीहरू पनि चाँडोभन्दा चाँडो रिहाई हुनुपर्छ, रिहाई हुनुपर्छ। निर्दोषलाई दोषी बनाउन पाइँदैन। यो अभियान भनेको नितान्त देशभक्ति अभियान हो र देशभक्तलाई चुनावमा राख्न पाइँदैन। यो देशमा राज्यले आतंक गर्न पाइँदैन। आतंक गर्छ भने राज्यलाई कानूनले नियन्त्रण गर्नुपर्छ। यदि कानून पुलिस चल्दैन भने जनताले नियन्त्रण गर्नेछ। यो देशको मालिक भनेको नेपाली जनता हो। त्यसैले गर्दाखेरि आज हाम्रो यो जेठ 15 गते गणतन्त्रको कार्यक्रम लगभग 12 बजेसम्म भएको हामीले सुनेका छौँ। 12 बजेपछि यो देशमा मलाई लाग्छ नेपाली जनताले गणतन्त्रलाई समाप्त गर्न खोजेछ। 12 बजे 1 बजेसम्म उहाँहरूको कार्यक्रम थियो। त्यसपछि अहिले हाम्रो नेपालीको कार्यक्रम छ, यो नेपाली जनताको कार्यक्रम हो। त्यसैले गर्दाखेरि यो आज पहिलो कार्यक्रम भएको कारणले, आन्दोलनको पहिलो कार्यक्रम भएको कारणले गर्दाखेरि हामी नेपाली जनता जबसम्म राज संस्थालाई स्थापना गर्न सक्दैनौँ तबसम्म हामी थाक्नेवाला छैनौँ। हाम्रो अभियान निरन्तर हुनेछ। बाँकी कार्यक्रमका विषयमा हामीले छलफल गरेर, किनभने एउटा यो जनआन्दोलन समितिको संयोजक समिति बनेको छ, यो समितिले निर्णय गरेर कुनै पनि आन्दोलनमा मार्गदर्शन हुन जरुरी छ। त्यसले गर्दाखेरि हाम्रो प्रतिबद्धता के छ भने नेपालमा वैदिक सनातन हिन्दू राष्ट्र र राज संस्था ल्याएर मात्रै यो आन्दोलनलाई हामीले विदाई गर्नेछौँ। त्यसको लागि तपाईहरू थाक्दिन भन्नुहोस्।
अहिले मिडियाबाट देशव्यापी रूपमा विदेशमा बसेका नेपालीहरूलाई पनि आज यो देशको हृदयदेखि माया भएको कारणले गर्दाखेरि यस पवित्र कार्यक्रम देशभक्ति कार्यक्रममा सबैले हृदयदेखि साथ दिन म अनुरोध गर्दै म 3वटा नारा लाउन चाहन्छु। मलाई साथ दिनु होला। नेपाल आमाको, नेपाल आमाको, नेपाल आमाको जय देश, जय देश, जय देश। हर 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 महादेव, हर 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 महादेव, हर 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 महादेव। आजलाई मैले आफ्ना पवित्र मन्तव्यहरू यही सिद्धाउन चाहन्छु, किनभने म पछि पनि धेरै मेरा अग्रज व्यक्तित्वहरू हुनुहुन्छ जो निरन्तर नेपाललाई हिन्दू राष्ट्र र राष्ट्रस्थायी स्थापना गर्नुपर्छ भनेर लागिरहेका हाम्रा अग्रज व्यक्तित्व पनि यही भएको कारणले गर्दाखेरि म आजलाई यही तपाईँहरूमा बिदा चाहन्छु। धन्यवाद। नमस्ते।